Foremost thing चाहिँ we all deserve a friend like Ashish. मेरो बोल्ती बन्द भयो क्या, I can't speak. अवस्थामा छैन हैन बुढाले गाई जुटायो तामाको झोल. Hi guys, हाम्रो नेक्स्ट डे कोलोराडोमा. अब आज हामी चाहिँ पाइक्स पिक, कोलोराडो स्प्रिङ्स एन्ड गार्डन अफ गड्स, रेड रक्स सक्यौँ भने आएर काइकिङ. तर भ्यान्न होला है अब त. आई डोन्ट नो जेसुकै होस्, तर हामी त्यहाँ जाँदैछौँ आजलाई. सो पाइक्स पिक चाहिँ मेरो सेकेन्ड टाइम हो. म फर्स्ट टाइम जाँदाखेरि चाहिँ एकदमै हिउँ दामी थियो. आई डोन्ट नो अबाउट टुडे. ठिकै छ, इन्दिराको भाग्यमा हिउँ लेखाएको छ कि छैन, लेट्स सी है त गाइज. आज मेरो भाग्य. हामी चाहिँ जाँदैछौँ पाइक्स पिक. फर्मोस्ट थिङ चाहिँ we all deserve a friend like Ashish in कोलोराडो. त्यही भएर साथी छैन भने साथी खोज्नुहोस् कोलोराडोमा. खोज्नुहोस्, मनाउनुहोस् के. यसो फेसबुकतिर रिक्वेस्ट पठाएर हुन्छ कि यसलाई गरेन हुन्छ. हामी त साथी खोजी आइन्छ घुम्नलाई. Look at this view. मेरो बोल्ती बन्द भयो क्या, I can't speak. गाइज हामी कहाँ छौँ? पाइक्स पिक गाइज, पाइक्स पिक. यो चाहिँ नेपालको गोसाइकुण्ड लेभल अफ माउन्टेन हो. तर यहाँ चाहिँ गोसाइकुण्ड जस्तो हिँडेर जानु पर्दैन गाइज. गाडी आउँछ माथिसम्मै. आशिष के भन्नु छ? आशिष हामीलाई भोलि कहाँ लिएर जान्छौ? भोलि तिमीले जहाँ लताएर लैजानु. आशिष होइन, हामीदेखि फेड अप भइसक्यो होइन. मसँग त रिसायो किनकि म अलिक डर पुग्छु. अनि मैले राम्ररी गाडी चलाऊ भने यताउता नहेर, किनकि एकदम डेन्जरस छ बाटो आउँदाखेरि. अगाडि बस्यो भने अगाडि बस्न हक छ गाइज मलाई पनि. भएन पाइ, यो त डराउनु पाइएन नि त. डर लाग्छ, मान्छे हो, डर लाग्छ होइन इन्दिरा? गुड गाई. Mountains are the destination चाहिँ ढुङ्गाको टुप्पो. अवस्थामा छैन हैन बुढाले गाई जुटायो. यो त बुढाको साथ टु चिसो. ओ माई गड, मेरो कान पुरै झर्न आइसक्यो, हात पुरै झर्न आइसक्यो. बट स्टिल भ्लग बनाउनु छोड्नु भएन गाइज. इन्दु कति रेट गर्छौ आजको यो भिजिटलाई? 15 out of 2. What? 15 out of 2? 15 out of 2 के गाइज स्नोफल भयो लिटरली. हामीलाई चाहिँ तर होइन पाइक्स पिकको इन्ट्रीमा त्यो बस्ने बेलामा चाहिँ रिफन्डेबल छैन. माथि गएर स्नो पर्न आँटेको छ. हामी चाहिँ फर्किन सक्नुपर्छ बाटोबाट भनेको थियो. बट we made it guys. We made it to Pikes Peak. Now अब जान्छौँ हामी बाजेको सेकुवा. गार्डन अफ गड्स पनि सकियो. अब हामी लाग्दैछौँ डेनभरतिर. मिलेसम्म बाजेको सेकुवा, अदरवाइज सम अदर इन्डियन प्लेस. आई डोन्ट नो, लेट्स सी. भाग्यले कहाँ पुऱ्याउँछ है. See ya! हाई गाइज, मैले होइन भ्लग बनाउन बिर्सेँ. अलिक खाइभ्यायो नि क्या हामीले होइन. यस्तै मिठो छ यार. कस्तो छ? चाउमिन छ, यो चिली मोमो छ, मुस्ताङ आलु छ. अनि उहाँ चाहिँ भात खान भएको थियो. भात अलवेज भात खान नपाएर इरिटेट भएर. ओ माई गड, कस्तो छ? टु गुड गाइज. बाजेको सेकुवा आएर बाजेको सेकुवा नखाएपछि के बाजेको सेकुवा आएको भएर होइन. त्यही भएर बाजेको सेकुवा. समन प्लिज एक्सप्लेन दिस टु आवर इन्दु.
कस्तो फ्यान्सी बाजे राम्रो देखेको आमा कस्तो टल्केको है राम्ररी भेज खानेकुरा खाएपछि यस्तो राम्रो हुँदैन तर मैले यो खाँदा पनि मेरो झन् धेरै टल्के है गाई रेट दिस मोमो है रेट दिस मोमो आउट अफ 10 भित्रको केही त थिएन 7 मैले होइन लाइफमा खासै मैले भेज मोमो खाएको छैन अघि गाइज होइन इभन अमेरिका आएपछि त मैले खासै खाएकै छैन मैले फर्स्ट टाइम जस्ट फर इन्दु थ्याङ्क मैले यू भेज मोमो खाइरहेको छु एन्ड भेज चाउमिन and veg chow mein. But someone just ate dal bhat, khasiko masu. तामाको झोल जुन मैले धेरै मिठो बनाउँछु समटाइम्स मिठो छ हामीले चाहिँ आशिषलाई हँसाउन एकदमै धेरै कोसिस गरिरहेछौँ टु मच कोसिस के इन्दिराले सकिरहेको थिएन मैले पनि सकिरहेको थिएन तर अलिअलि हाँस्नु अलिअलि पक्लिरहेको अलि पग्लिरह हिउँ पग्लिनु थाल्यो उता माथि अहिले चाहिँ आशिषको थाक्यो यार लास्ट